भोजनको यदि बीच-बीचमा तपाईले पानीको प्रयोग गर्नु भएको छ भने त्यो अमृत समान काम गर्छ र भोजनको लास्टमा तपाईले पानी लगत्तै खाइराख्नु भएको छ भने त्यो विष समान काम गर्छ। त्यसैले खानाको बीच-बीचमा हामी थोरै पानी खाऊँ, अलिकति खाना अलिकति गिलो बनाओस्, सजिलै एब्जर्ब होस्, अनि त्यसपछि तपाईको अमृत समान काम गर्छ। ल खाना लगत्तै पानी कहिले नखाऊ। पानीको बारेमा सानो श्लोक भनिएको छ, अजीर्ण भेषजम वारी जीर्णेवारी बलप्रदम भोजनान्ते चामृतम वारी भोजनान्ते विषप्रदम। अजीर्ण भेषजम वारी भनेपछि पानीको प्रयोग अजीर्ण भएको अवस्थामा अथवा पानीको प्रयोग तपाईले अपच भएको अवस्थामा गर्नुभयो भने त्यसले चाहिँ नि अजीर्ण भेषजम औषधि समान काम गर्छ। पानीले अजीर्ण भएको औषधि समान नै औषधि काम गर्छ। यो चाणक्य नीतिको अध्याय 8 को श्लोक नम्बर 7 मा भनिएको छ है। अजीर्ण भेषजम वारी, पानीको प्रयोग अजीर्ण अवस्थामा गरियो भने औषध समान काम गर्छ। भेषज भनेको औषधिलाई। त्यो अजीर्ण अवस्था भने चाहिँ कस्तो? अजीर्ण भनेको अपचको अवस्थामा। अनि जीर्णेवारी बलप्रदम, पाक भइसकेको पचिसकेको अवस्थामा पानीको प्रयोग गर्नुभयो भने स्पेशल्ली बल प्रदान गर्छ। जीर्णेवारी बलप्रदम अथवा वृद्धलाई अलिकति बल दिने काम गर्छ पचिसकेपछि है, पाक भइसकेपछि। अनि भोजने चामृतम वारी, हामी हेर्ने हो भने पानी हामी घुटघुट पिउने हो, त्यो गलत तरिका हो। जस्तो चराचुरुङ्गीहरू हेर्नुस्, पानीलाई अलिकति चोचले बिस्तारै लिन्छ हैन, हो त्यसरी घुटघुटमा पानी पिउनुपर्छ। घुटघुटमा लिँदाखेरि के हुन्छ भन्दाखेरि हाम्रो मुखभित्र स्यालिभाहरू हुन्छ, त्योसँग मिस्यो भने चाँडै पानी पच्छ। एब्जर्प्सन राम्रो भयो भने तपाईलाई एनर्जी आउँछ। भनेपछि चराचुरुङ्गीले जस्तो पानी पिउनु हो, त्यसरी पानी पिउँदा तपाईलाई एकदम शारीरिक हिसाबले एकदम राम्रो।